नमस्ते साथीहरू, उहाँ हाम्रो टोलको एकजना महानुभाव जो कि सरल भाषामा भन्नुपर्दा अपाङ्ग, उहाँले बोल्न सक्नुहुन्न। त्यसपछि तत्कालीन समयमा उहाँको एउटा खुट्टा पनि गएको छ, जुन काम गर्दाखेरि मुढाले च्यापेर, र उहाँले आफ्नो घरमा बस्दाखेरि डोको बुन्ने यस्तै विभिन्न किसिमका बाँसको सामग्रीहरू बुन्ने गर्नुहुन्छ। उहाँको घर यहाँबाट लगभग 10 मिनट हिँडेर पुगिन्छ र उहाँलाई यही डाँडा प्यारो लाग्दो रहेछ। घरको वातावरण भन्दा डाँडाको वातावरण, मतलब डाँडा काँडा पखेराको वातावरण चाहिँ राम्रो मानेर उहाँ समय समयमा यही ठाउँमा आएर यसरी डोको बुन्नुहुन्छ। यहाँले देखिराख्नु भएको छ, उहाँले नाङ्लो बुन्ने, त्यस्तै हाम्रो भाषामा स्यागु बुन्ने गर्नुहुन्छ हैन। अब नेपाली भाषामा स्यागुलाई के भनिन्छ भन्ने कुरा घुम्टो चाहिँ उहाँले बुन्नुहुन्छ हैन। अब देखिराख्नु भएको छ, यहाँ भाँडो छ, यसरी उहाँले यो बाँसको सामग्री बनाइराख्नु भएको छ र आफूलाई चाहिने 2-4 रुपियाँ आम्दानी उहाँले गर्नुहुन्छ। मैले यहाँको खुट्टा पनि देखाएँ, यसो हेर्नु त उहाँको खुट्टा, एउटा खुट्टाले समस्या बनाएको छ हैन। उहाँ कसरी आउनुभयो होला घरबाट हैन। उहाँ एउटा लट्ठीको सहाराले, मतलब त्यो जुन प्रयोग गरिन्छ नि त लङ्गडोहरूले लगाउने युज गर्ने एउटा फलामको सामग्री, काठको सामग्री, त्यो मैले पर देखाइरहेको छु। त्यही लिएर उहाँ चाहिँ आउनुहुन्छ, डाँडासम्म आउनुहुन्छ, यसरी बस्नुहुन्छ, काम गर्नुहुन्छ। ल हेर्नुहोस् त, उहाँ बोल्नुहुन्न, एकदम मिहिनेती, र उहाँको यस्तै सिपहरू हामीले लिनु जरुरी छ। मेरो यो भिडियोलाई यहाँले लाइक गर्नुहुनेछ भन्ने मैले आशा लिएको। हस् त, धन्यवाद।